भैरवी म ठिक छु ती भागा आयो छैन गयो त मलाई केही हुँदैन थियो मसँग नाक शक्ति थियो नि मलाई बचाइहाल्थ्यो त तर तिमीलाई केही भएको भए मेरो हालत के हुन्थ्यो भन त भैरवी तिमीलाई केही हुन्छ कि भनेर म त कस्तो गर्थेँ हावाले तिमीलाई छुँदा त हावादेखि रिस उठ्थ्यो भने त्यो त जीव हो त्यसले आक्रमण गर्दा म ठुलो ठुलो हेरेर बस्न सक्थेँ होला र भैरव तिम्रो यही मायाले त मैले मेरो घर परिवार सबै त्यागेर आएँ यति धेरै माया पनि गर्नु हुँदैन भैरवी माया त मनले गर्ने हो मैले गर्छु भनेर हुँदैन माया त देखेनौ त्यो जनावरले पनि आफ्नो सन्तानलाई कति धेरै गर्दो रहेछ आफ्नो सन्तानको लागि हामीसँग जोड्यो यो माया भन्ने चिज कति पवित्र हुन्छ भन्ने त तिमीले देखिसक्यौ है आमा बाउले सन्तानको लागि कति धेरै सोध्छन् तर सन्तानले भने आमा बाउको लागि केही पनि सोच्दैनन् तिमी पनि आफ्नो काकालाई छोडेर आयो मैले पनि मेरो हजुरआमालाई छोडेर आएँ उनीहरूको माया पनि त यो जनावरहरूको भन्दा माथि नै त थियो होला नि होइन माया त कति हो कति तर त्यो बुढी आमाले गर्ने माया अरू आमाहरूले गर्ने भन्दा बेग्लै छ अझै पनि माया गर्छन् होला त भैरवीको आमाले त्यस्तो दुश्मनको छोरासँग भागेर गएपछि मलाई त विश्वास लाग्दैन मलाई पनि त्यस्तै लाग्छ राजकुमारीज्यू भैरव घरबाट भैरवीले घिँडा अनि भैरवी घरबाट भैरवीलाई घिँडा सबैतिर घिँडा पाएपछि जीवनसँगै हार खाने छ र मर्न बाध्य हुने छ मर्न हामीसँग आउने छ त्यो त मितिनीज्यू सम्झिने कुरा मात्र हो म भविष्यको लागि आशावादी कहिले पनि हुँदिन जबसम्म मेरो शरीरमा रगत रहन्छ तबसम्म मेरो दाइको लक्ष्य पूरा गर्न लाग्नेछु दाइको लक्ष्य पूरा हुनु भनेको मेरा इच्छा चाहना सपना सबै पूरा हुनु हो त्यसका लागि के गर्नु पर्यो भन्नुस् मितिनी हजुर म तयारी छु त्यो भैरवी र भैरव कहाँ छन् कुन अवस्थामा छन् सबै मलाई जानकारी चाहियो मितिनीज्यू हस् त मितिनी हजुर अहिले ल म जान्छु ढोक दिया मितिनी हजुर रोनिका ज्यू पनि जानुभयो
यसो कुरा बुझ्दा अझै काम सकिएको छैन जस्तो लाग्यो। अब म के गर्ने कौशिका राजकुमारज्यू? अब तिमी भैरवीको गाउँ जाने, त्यहाँ गएर गुप्तचरलाई भेटेर महाकालले भैरवीको घर आगो लगाउँदैछन् भनेर जानकारी दिनु पर्यो। हस् कौशिका राजकुमारज्यू, म जान्छु। ल जान सक्छौ। राजकुमारी कौशिकजी, अनि यो आगो लगाउने कुरा मैले के बुझिनँ नि। तिमीले अहिले यो सबै कुरा बुझ्दैनौ सेनापति। यो कौशिकाले के गर्न आँट्दैछ भन्ने कुरा पछि थाहा पाउनेछौ। मेरो लागि त यो सानो चाल मात्र हो। हजुरआमा, तपाईँले के माग्नुभयो? लाटी मागेको कुरा भन्नु हुँदैन रे, नत्र पागल पुरा हुँदैन रे। अनि तिमीले चाहिँ के माग्नु भन्नु त? सेम कपी पेस्ट नै हो हजुरआमा। हजुरले आफै भन्नुभयो होइन, मागेको कुरा भन्नु हुँदैन भनेर। हाम्रो आराध्य नानी कति बाठी बाठी क्या। तिमीलाई थाहा छ, बच्चाले मागेको कुरा भगवान्ले पुरा गरिदिनुहुन्छ। हामी ठुलोले मागेको पो बरु हामीले भन्नु हुँदैन। भन न भन, के भन्यो तिमीले? नभन्ने के दिदी, भन न। हो त, के माग्यो आराध्य तिमीले? हो हजुरआमा, नभनौ, मागेको कुरा पुरा नहोला। ल ल ठिकै छ, हामीलाई नभने भए नभन न त। भगवान्लाई त भनिदेऊ के भन्यो भनेर। भगवान्लाई त मैले भनिसकेँ, भगवान्ले सुनि पनि सक्नुभयो होला। ल ल उसो भए घर जाऊँ। अरू बेला त मैले नजाऊ भन्दा नि जान्छु जान्छु भनेर जिद्दी गर्छु। अहिले चाहिँ के भयो भन्नु त तिमीलाई? हजुरआमा, मेरो हजुरआमालाई म छोडेर जान्छु होला। ल यिनीहरू त स्कुल ड्रेसमा पो छन् त आराध्या। तिमीले स्कुल छैन भने होइन? त्यही त हजुरआमा, आज त स्कुल बिदा हो, त्यही पनि उनीहरू स्कुल ड्रेसमा छन्। आराध्या, आज हामी घरमा झुट बोलेर के हो यिनीहरूको यस्तो? ओए तिमीहरू स्कुल ड्रेस लाएर कहाँ जान लाग्यो? आमालाई स्कुल जान्छु भनेर खेल्न आएको। तिमी पनि हिँड न, खेल्न मजा आउँछ। त के कुरा गरे? पढ्नु पर्दैन? घरको काम गर्नु पर्दैन? म त हजुरआमालाई सघाउँछु, पढ्छु, होमवर्क गर्छु। तिमीहरू जस्तो हो र म खेल्न जाने? तिमीहरू जाऊ खेल्न सेल्न, म त जान्न। यो त मान्दिनँ जस्तै छ। जाऊ न। आराध्या, तिमी त साथीहरू आएपछि त मच्ची खेल्न जान्थ्यौ, मलाई पनि नटेरिकन। अहिले के भयो, खेल्नै जानु मन गर्दिनौ त? हजुरआमा, पहिला पो दिदी हुनुहुन्थ्यो अनि म बच्चै छु जस्तो लाग्थ्यो र चकचके थिएँ। म चकचके भए पनि दिदीले हजुरलाई सघाउनुहुन्छ,
बुझ्नुहुन्छ जस्तो लाग्छ। तर अहिले दिदी नभएपछि तपाईँलाई सघाउन नसके पनि दुःख चाहिँ नदेऊ जस्तो लाग्छ। अब त हजुरआमा मैले हजुरको बिर्सेर पनि चित्त दुखाउने छैन। मेरो नातिनी यति असल छ, यति बुझकी हुँदा हुँदै पनि मैले किन पहिला पहिला त्यसरी गाली गरेँ होला कि? हजुरआमा त्यो बेलाको अवस्था र यो अवस्था फरक छ। हजुरको मनमा कति ठुलो चोट छ, घाउ छ, त्यो त मलाई मात्रै थाहा छ नि हजुरआमा। मेरो हिरा, मेरो कोहिनुर। हजुरआमा मलाई हिरा हुनु छैन, बस हजुरको नातिनी हुनु छ। नातिनी हुनुमै गर्व छ। तिमी त मेरो सब थोक हो, मेरो छोरा हो तिमी। जाउँ न। तिमीले जस्तै त्यो भैरवीले पनि बुझ्दैको भए आज मैले यो दिन देख्नु पर्ने थिएन। बाहिरबाट म जति नै खुसी भए पनि भित्र दुखी नै छु नि आराध्या। हजुरआमा मलाई थाहा छ, तपाईँ बाहिरबाट जति नै खुसी भए पनि भित्र खुसी हुनुहुन्न। तर म तपाईँलाई जसरी भए पनि खुसी बनाएरै छाड्छु। आखिरमा मैले यति धेरै माया गरेर के पाएँ? आखिरमा ओकेसीले भैरवीलाई नै अप्नाउनु भयो। यदि ओकेसीको विकल्पमा म मात्र भइदिएको भए उहाँले मलाई खोज्नुहुन्थ्यो, रोज्नुहुन्थ्यो। कि मेरो मायामा खोट थियो? कतै मैले मेरो माया पो व्यक्त गर्न नसकेको हो कि भैरवी आएर मेरो माया असफल भएको हो? भैरवी आएर मेरो माया असफल भएकै हो। यदि ओकेसीको विकल्पमा म मात्र आएको भए उहाँले मेरै बारे मात्र सोच्नुहुन्थ्यो। तर यहाँ बिचमा भैरवी आइन् अनि ओकेसीको विकल्पमा भैरवी आएर मेरो प्रेम अधुरो रह्यो। म मेरो माया अधुरो हुन दिने छुइनँ। ओकेसीलाई आफ्नो बनाएरै छाड्छु र कुनै दिन ओकेसीलाई म मेरो मायामा पागल बनाउने छु। अनि त्यो दिन सबैजनाले ओकेसी रुक्मणीको मायामा पागल भयो भन्छन्। तर उहाँ त गइसक्नु भयो। के गर्नु म? ओकेसी रुक्मिणी नानी नमस्कार। नमस्कार काका। सन्चै त छ नि? घरतिर सबै कुशल मङ्गल छ होला नि, होइन? सबै ठिक छ काका। अनि हजुरको सबै ठिक छ नि? मेरो पनि ठिक छ, तर मलाई त लाग्दैछ नानीको ठिक छैन। अनि यो बारीतिर किन? के होइन काका? होइन, केही न केही त पक्कै छ। त्यस्तो सङ्कोच के मान्न पर्दैन नानी। आफ्नै नन्दी काका सम्झेर भन्दा हुन्छ। खोइ के भन्नु र काका, मेरो आफ्नै समस्या हो। के पनि भएको छैन काका। तिमी झुट बोल्दैछौ। केही न केही त अवश्य भएको छ। बरु तिम्रो घरको समस्या हो कि तिम्रो आफ्नै समस्या हो कि के समस्या हो मलाई भन। म कोही कसैलाई भन्दिनँ। बरु म तिम्रो समस्या समाधान गर्नेतिर लाग्छु। आफ्नो नन्दी काका सम्झेर प्रष्टसँग भन्दा हुन्छ नानी। मैले भन्न नसक्ने अवस्थामा छु काका, मलाई माफ गरिदिनुहोस्। अनि म जान्छु। केही न केही गडबड त अवश्य छ रुक्मिणी नानी, अवश्य छ। यो जाडो महिनामा कालिजको सुपमा कोदोको झोल छ। यो नन्दी शर्मा यानी गुप्तचरले
अवश्य पत्ता लगाएर छोड्नेछ। को हो तपाईँहरू? किन मेरो बाटो छेक्नु भएको? म चुडेली हुँ, रौनिका चुडेली। तँलाई यो कुरा थाहा छ कि छैन कि मैले जे छोएँ त्यही भस्म हुन्छ। यदि मैले तँलाई छोएँ भने तँ पनि भस्म हुनेछस्। त्यसैले म जे कुरा सोध्छु त्यो कुराको सही सही जवाफ दे। के कुरा हो भन्नुहोस् न। त्यो भैरव र भैरवी हो नि, यतातिर आएको देखेको छस् तैँले? है हजुर, मैले त नाम पहिलो पटक सुन्दैछु। तिनीहरू को हो र किन खोजिराख्नु भएको? देखिस्, जसले सही सही जवाफ दिँदैन यसरी नै मर्छ। अब को मर्ने हो थाहा छैन। ए हजुर, यसरी मान्छे नमार्नुस् न। अहिले गाउँलेहरूले थाहा पायो भने अर्को ठुलो आपद विपद पर्छ। रौनिका हो रौनिका, रौनिकालाई जे मन लाग्यो त्यही गर्छ। त्यसैले तिमीलाई पनि ज्यानको माया छ भने त्यो भैरवी खोज्नेतिर लाग, बुझ्यौ? हुन्छ हजुर, मैले भ्याएसम्म तिनीहरूले खोज्ने प्रयास गर्नेछु। जेसुकै होस्, मलाई नतिजा चाहियो। हस् हजुर, म अब खोज्न जान्छु। होइन, यत्रो गाउँमा खोजिसक्यो, कहाँ चाहिँ गयो होला तिनीहरू? एकचोटि तिनीलाई भेटेरै आउनु पर्यो। छैन, दुखेर पनि दुखेको छैन भन्छ लाटा। कसरी दुख्यो भनौँ त? भैरवीको हातले दिएको चोट पनि मलम जस्तै लाग्छ। त्यसमाथि मलम नै लगाइरहेको छु, दुख्नु त कुरै भएन नि। मलाई त आनन्द आइरहेछ। उसो भए भैरवीले औषधिको ठाउँमा विषादी हाल्दा पनि हुन्छ त? हो, भैरवीबाट पाउने हरेक चिजलाई मैले उपहारकै रूपमा लिने गर्छु। मेरो जीवनको हरेक पल तिमीमै अड्किएको छ भैरवी। मेरो जीवनको सुरुवातदेखि अन्तिम साससम्म तिम्रै साथ चाहिएको छ मलाई। तिमी बाहेक अरू कसैको छाया पनि मलाई परोस् त्यो म चाहन्न, कहिले पनि चाहन्न। मात्र तिमी नै तिमी होस्, मेरो साथमा तिमी नै तिमी होस्। सासले धोका दियो भने मात्र म पनि त्यही नै चाहन्छु। एक पलको साथ अनि जिन्दगीभरको आश तिमी नै हो भैरव। हो र? होइन, कतै मैले मेरो आफ्नो नाग धर्म बिर्सेर पाप त गरेकी छुइनँ। होइन, मैले ओकेसीलाई किन बिर्सन सकेको छुइनँ? म ओकेसीलाई किन यति धेरै माया गर्छु? यो गलत हो थाहा हुँदाहुँदै किन म यस्तो कदम चालिरहेको छु? के भइरहेको छ मलाई यस्तो? के गर्ने होला म अब? किनकि तैँले ओकेसीलाई मनदेखि माया गर्छस्, अनि जसले मनदेखि माया गर्छ उसले आफूले मन पराएको मान्छेलाई कहिले बिर्सिँदैन, बुझिस्? कसैलाई माया गर्छु भन्दैमा उसलाई जबरजस्ती आफ्नो बनाउनु पनि त ठिक होइन नि। मलाई थाहा छ भैरवीले ओकेसीलाई एकदमै मनदेखि माया गर्छन् भनेर, अनि ओकेसीले पनि भैरवीलाई मनदेखि माया गर्नुहुन्छ। एकतर्फी माया हो भन्दैमा कसैको मायालाई जबरजस्ती छिल्नु पनि त भएन नि।
उहाँहरूको बिचमा म आउनु भनेको यो गलत हो। त बिचमा आएकी होइनस्, तैँले त आफ्नो मनको चाहनालाई पुरा मात्र गर्न खोजेकी होस्। अनि सुन, तैँले आफ्नो मन मार्नु भनेको आफ्नो अन्तरात्मालाई नर्कमा पुर्याउनु। अनि आत्मा नै नर्क समान भएपछि त कसरी बाँच्छस्? आफ्नो माया प्रेम अरूको भएको देख्न त कसरी सक्छस् भन् त? त पल पल बाँचेर पनि पल पल मर्नेछस्, खडानी हुन्छस्, त तडपी तडपी मर्नेछस्। हे रुक्मणी, त भित्रै भित्रै जलेर मर्नेछस्। त्यसैले म भन्दैछु, त आफ्नो प्रेमलाई जसरी भए पनि हासिल गर, नत्र भित्र भित्र जलेर मर्नेछस्। होइन, यो घरमा जसले मलाई शरण दिएको छ उसलाई म कसरी घात दिउँ? अनि फेरि ओकेसीलाई म कसरी बोलाउनु? उहाँलाई त म एकदमै धेरै माया गर्छु, तर मैले मेरो आफ्नो माया पनि त भुल्न सक्दिनँ नि। त्यसैले भैरवी, तिमी अब ओकेसीलाई केही दिनको लागि मात्र माया गर्नु, किनभने अब ओकेसी मेरो हुनुहुन्छ। तिमी अब ओकेसीलाई केही क्षणको लागि मात्र माया गर्नु, त्यसपछि त ओकेसीलाई माया गर्ने म रुक्मणी छँदैछु नि। त्यसैले म भन्छु भैरवी, तिमीलाई ओकेसीलाई जति माया दिनु छ अहिले नै देऊ। भैरव, घर परिवार छोडेर हामी यहाँ आएको छौँ। हरेक पाइला ज्यान धरा पुग्ने डर छ। यदि हामीलाई केही भइहाल्यो भने हाम्रो घर परिवारले के भन्छ होला? कसैले केही भन्दैन भैरवी। यदि कसैले केही भन्थ्यो भने हामीले त्यो घर परिवार छोडेर आउँदाखेरि हामीलाई रोक्ने हिम्मत गर्थ्यो होला। कसैले केही भन्दैन, ढुक्क हो। तर पनि त आमा बाउ त हुन्। हाम्रो ज्यानमा केही तलमाथि भयो भने एकपटक त रुन्छन् होला नि। यो सब तिमीले सोच्ने कुरा हो, मैले सोच्ने कुरा हो, तर यो सब हाम्रो परिवारले सोच्दैन। मलाई लाग्दैन कि उहाँहरूको मनमा हामीप्रति कुनै माया छ, ममता छ। मैले त आश मारिसकेँ, मेरो मनबाट मैले त्यो भ्रम निकालिसकेँ भैरवी। तिमी पनि आफ्नो मनबाट यो भ्रम निकालिदेऊ। यो सब तिमीले कसरी भन्न सक्छौ? कसरी? यदि उहाँहरूको मनमा हामीप्रति माया मोह स्नेह हुन्थ्यो भने आफ्नै गाउँमा राख्न नमिले पनि छर छिमेकतिरको गाउँमा हामीलाई राख्न सक्नुहुन्थ्यो होला। बेला बेलामा के कस्तो छ, हामी के गर्दैछौँ, के खाँदैछौँ भनेर बुझ्न आउन सक्नुहुन्थ्यो होला। तर उहाँहरूलाई हाम्रो सम्बन्ध स्वीकार्य नै थिएन भैरवी। त्यसैले उहाँहरूलाई हाम्रो निर्णय, हाम्रो खुसीप्रति कुनै पनि उत्साह थिएन। त्यसैले अब हामीले पनि उहाँहरूलाई बिर्सिनुपर्छ। हजुरआमाहरूलाई बिर्सिनुपर्छ भैरवी। कसरी बिर्सिनु? आमा नभएकी बालिकालाई हुर्काएर यति ठुलो बनाएकी छिन्। हाम्रै लागि भनेर कति गाउँ फेर्नुभयो, कति दुःख पाउनुभयो। यदि मैले मेरो हजुरआमालाई बिर्सेँ भने त मलाई पाप लाग्छ। तिमीले भनेको नि ठिक हो, म अलिक बढी नै बोले है भैरवी। छैन, तिमीले भनेको पनि त ठिक हो। भैरवी, आज त अरू दिन भन्दा कस्तो चिसो चिसो जाडो जाडो भइरहेको छ है। त्यही त, मलाई त मेरो हजुरआमाको याद आइरहेको छ। कस्तो चिसो बढेको छ आज। उहाँलाई चिसोमा हात खुट्टा दुख्थ्यो, हिँड्न कति गाह्रो हुन्थ्यो है। बिचरा बुढेसकाल लाग्यो, अहिले पनि त उहाँको खुट्टा दुख्दो हो। दुख्यो होला नि। हजुरआमा तेल लाउन नमान्दा मैले जबरजस्ती लगाइदिन्थेँ। उहाँले तेल लाउन नदिँदा पनि उहाँ सुतेको बेलामा उहाँले थाहा नपाउने गरी मैले तेल लगाइदिन्थेँ। अहिले कसले लगाइदिन्छ होला?
उहाँ अशक्त हुनुहुन्छ, त्यसैले मैले उहाँलाई तेल लगाएकी हुँ। यसको पाप पनि मलाई नै लगाउनु। मेरो हजुरआमालाई केही नलगाउनु है भगवान।